आज खरसाङमा भएको जति पनि र्याली छ त्यसको दृश्य तपाईँहरूले हेर्नु सक्छ। यति साह्रो मानिसहरूको भिड, सबै कुरा प्रभुसँग इन्जोय मात्रै। हाम्रो पापहरू मेटाउनलाई प्रभु आए लैभरिलाई। परमेश्वरको वचन चाहिँ जीवनबाट एउटा प्रकाश हो। पाप जुन पापले विभाजनलाई त्यो माथिको एउटा प्रकाश हो अनि अनन्त जीवनबारे यो एउटा परमेश्वरले दिनुभएको एउटा काम हो। यसले गर्दाखेरि आज तपाईँ र मैले पनि आफ्नो जीवनमा मूल्याङ्कन गर्ने एउटा समय प्रत्येक दिन परमेश्वरको, प्रत्येक समय परमेश्वरको, यो संसारै परमेश्वरको, शैतानको होइन। जुनै दिन मनाउँदा पनि हुन्छ, जुनै दिन परमेश्वरको गीत गाउँदा आराधना गर्दा पनि हुन्छ, तर यो सँगसँगै हाम्रो जीवनमा पनि हामीले हेर्न जरुरी परेको छ। यदि आज यो साँझले तपाईँ मलाई फर्किने एउटा परमेश्वरको बाटोमा आउने एउटा आवाज दिन्छ भने हाम्रो जीवनमा हामीले हेर्न जरुरी परेको छ। चराचुरुङ्गी वा परमेश्वरको सृष्टिहरू आफ्नो समयमा गुरुत्वमा फर्किन्छ। परमेश्वरले बनाएको हरेक कुराहरू आफ्नो समय अनुसार बस्न